रोटी पकाइरहेको छु। रोटी हो आज? आज पहिलो दिन रोटी पकाउन आउँछ तिमीलाई? मलाई नै आउँछ, तर आज तिम्रो हातको खाने धोको थियो मेरो 2 वर्षदेखि। टाढा टाढा भयो, अब कहिले भेटघाट नहुने, अब त्यही भएर अब बिहे गरेको हामीले 2-3 दिन भयो होइन, 3 दिन भयो आज। यता आएको 3 दिन भयो, बिहे गरेको तिम्रो 6-7 दिन भयो। 6-7 दिन भयो। अनि यता आएर तिमीले खाना पकाएको चाहिँ आज सुरु हो। उता घरमा पनि बनाउनु भएन नि त, मम्मी ड्याडीले भनेको, मम्मी भाउजूले भन्नु होइन। आज चाहिँ पहिलो दिन चाहिँ खाना बुढालाई खुवाउने मेरो बुढीले। मलाई चाहिँ रोटी असाध्यै मनपर्छ। रोटी मनपर्छ होइन? यो के हो? यो मासु हो कि तरकारी हो? के हो? तरकारी के को बनायो आज? हरियो? आलुको फर्सी हरियो है? भेन्डा सेन्डा ल्याउनु भएको छ कि अहिले तल देखिरह? ए ठिक छ होइन? अनि स्माइल गर त खै, मेरो बुढी हेर हाँसिरहेछ। हाँस त हाँस त, त्यति नहाँस न, कम हाँस। ए मजाक हो नि गाइज, पहिला त फोटोमै बनाउँथेँ, अब त्यही थियो नि, यस्तै यस्तै कहिलेकाहीँ हाँसो मजाक। के पहिला एकजनालाई खाना बनाउँथ्यौ होइन तिमी यता? आज अबदेखि 2 जना भयो। के त बोरिङ केही लागिरहेको छ कि नै? अब झ्याउ लाग्थ्यो यस्तो त भइरहेन तिमीलाई? ठिकै लागिरह, रमाइलो लागिरह कि के गरे जस्तो लागिरह? ठिकै लागिरह होइन? रोटी पनि राम्रै बनाउँदो रहेछ। सासूमाले चाहिँ रोटी पकाउन चाहिँ बेटैमा सिकाउनु भएको रहेछ तिमीलाई है? त्यस्तो ए ठिक छ ठिक छ। अनि के छ त, तिमी त यो च्यानलमा, मेरो च्यानलमा चाहिँ अब नयाँ एउटा मेम्बर हो होइन? तिमी नयाँ मेम्बर हो। फोटो त तिम्रो देखिरह होला, तर सँगै हामीले बनाउने भिडियो त कसैले बनाएको छैन हामीले। अबदेखि भिडियोहरू पनि सञ्चालनमा ल्याउने विचार गऱ्यौँ होइन हामीले। रमाइलो यसो गफका गरेर बुढाबुढी होइन, टकिङ त्यस्तै हो। ठिक छ, त्यसो भए मख छौ? खुसी छौ होइन? खुसी अनुहार देख्दिन है तिम्रो। खुसी छु। खै खुसी छौ? मनमा छैन जस्तो छ। खुसी छु हो र? ठिक छ।